लाई बृहत रूपमा अगाडि बढाउन सक्नुहुन्छ, जसका लागि 3 इयर्स एजुकेसन नेटवर्कलाई तपाईँले एकदम मनबाटै सम्झिन सक्नुहुन्छ। एकदम बेस्ट टिचर टिमबाट रेगुलर रूपमा दैनिक रूपमा तपाईँको क्लास, रेकर्डेड क्लास होइन, पिडिएफ नोट भिडियो सबै उपलब्ध हुन्छ। तपाईँ एकपटक जोडिएर हेर्नुहोस्, पक्कै पनि तपाईँको सफलताका लागि केही सहजीकरण पक्कै मिल्नेछ। हामी आजको कक्षामा विशेष गरी नेपालको संविधानसँग जोडिएर छलफल गर्नेछौँ। नेपालको संविधान विशेष गरी हामीलाई परीक्षामा सोध्ने प्याटर्नसँग जोडिएर हामी छलफल गर्नेछौँ र नेपालको संविधानबाट माध्यमिक तहमा एक प्रश्न, त्यसै गरी आधारभूत तह निमाविकै कुरा गर्ने हो भने पनि एउटा प्रश्न सोध्ने गर्दछ। त्यसैले त्यो प्रश्न सोध्ने प्याटर्नसँग ऐन कानुनका कुराहरू जे छ एकदम सही त्यही कुरा ट्याक्कै जोडेर सोध्ने हो, यसमा घुमाउने यताउता भन्ने हुँदैन। त्यही भएर जे छ फ्याक्ट कुरा त्यसैले हामीले हेऱ्यौँ भने भइहाल्छ। हामी विशेष गरी परीक्षा केन्द्रित भएर संविधानसँग जोडिएर छलफल गर्दै अगाडि बढ्नेछौँ। के छ सबैजना साथीहरू एकदमै रेडी हुनुहुन्छ? ओके ओके ओके। नेपालको संविधानबाट हामी जोडेर हेर्नेछौँ। नेपालको संविधान। संविधान देशको मूल कानुन हो। यसका आधारमा राज्य व्यवस्था सञ्चालन हुने, अन्य गतिविधिहरू चाहिँ सञ्चालन हुने कुरामा यसले चाहिँ मार्गनिर्देशन प्रदान गर्छ भन्छौँ हामी। संविधान आउँदै गर्दाखेरि अहिलेको संविधानको नामै के छ त होइन? काहीँ नेपालको संविधान 2072 भनेको भेट्नुहुन्छ, काहीँ नेपालको संविधान मात्रै भनेको। यसको सही नाम चाहिँ के हो त? यसको नाम के हो त भन्यो भने अहिले हामी चाहिँ यसको सही हामीले भन्ने नाम के हो त भन्यो भने यसको नाम के छ त? नेपालको संविधान मात्रै छ। नेपालको संविधान मात्रै छ। नाम हेर्नुहोस् त, नेपालको संविधान मात्रै छ। 2072मा आएको थियो, तर यसको नाम 2072 भन्ने छैन। भनेको नाम नराखी मतलब मिति नजोडिकन नाम जोडेर आएको संविधान। त्यसो भए यो संविधान विकास क्रमसँग जोड्ने भयो, यो कति हो त? विकास क्रमका हिसाबले 7औं, कार्यान्वयनका हिसाबले 6औं। कार्यान्वयनका हिसाबले मतलब कार्यान्वयनसँग जोड्ने हो भने यो कति हो त? 6औं हो। भनेपछि कार्यान्वयनका हिसाबले 6औं, 2004को चाहिँ निर्माण भयो, कार्यान्वयनसँग जोडिएन भन्ने कुरा छ। अब यो संविधान सभाबाटै जारी गरिएको संविधान हो। त्यसैले संविधान सभाबाट आएको संविधान पनि हामी यसलाई भन्न सक्छौँ। यो चाहिँ संविधान सभाबाट आउने सन्दर्भमा हाम्रो नेपालको संविधान चाहिँ 44औं देश हो जुन संविधान सभाबाट संविधान आउने सन्दर्भमा। त्यसो भए संविधान कहिले आयो त भन्ने कुरा छ। प्रमाणीकरण अलि अगाडि भएको छ, हामीले जुन 31 गतेसम्म जोड्न सक्छौँ, तर हामी ठ्याक्कै संविधान जारी भएको अथवा जारी हुने बित्तिकै सँगै लागू भएको हो। त्यसो भए हाम्रो संविधान कहिले जारी भयो त भन्न सक्छौँ। हामी संविधानको जारीलाई जोडेर, त्यसो भए संविधान जारी भएको कहिले, जारी र लागू सँगसँगै भएको हो कहिले भन्नुहोस् त? यो मिति त एकदम सजिलो छ होइन? हामी सबैलाई थाहा हो कुरा हो। 2072 असोजको कति गते त? 3 गते। 2072 असोजको 3 गते हो। 72 असोज 3 गते जारी गरेको मितिलाई आधार मानेर संविधान दिवस नै कहिले मनाइन्छ त भन्यो भने हामी कहिले मनाउँछौँ त? संविधान दिवस असोज 3 गते मनाउँछौँ। दिवस मनाउने कुरामा अब यो संविधान आउने सन्दर्भमा कसरी आयो त भन्दाखेरि त्यति धेरै जरुरी त छैन, तैपनि जानकारीका लागि हामीले हेर्ने हो भने यो जारी गर्दाखेरि राष्ट्रपति को थिए त? डाक्टर रामवरण यादव थिए। संविधान सभाका अध्यक्ष होइन को हुन् त भन्ने कुरासँग जोड्दाखेरि चाहिँ अब यहाँनिर प्रधानमन्त्रीसँग जोड्ने हो भने सुशील कोइराला होइन। संविधान सभाका अध्यक्ष को थिए त? सुभाष चन्द्र नेङ्गङ थिए। यसरी चाहिँ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा जोड्ने गरी आएको नेपालको संविधान हो। अहिले हामीसँग कार्यान्वयनमा रहेको संविधान कुन भन्यो भने यही संविधानलाई हामी जान्न बुझ्न सक्छौँ। त्यसो हो भने यो संविधान कति पटक संशोधन भइसक्यो त भन्ने कुरा तपाईँहरूलाई जोडिएर आउन सक्छ। यो संविधान आजको मितिसम्म आउँदाखेरि 2 पटक संशोधन भइसकेको छ। 2 पटक संशोधन भइसकेको छ। त्यसो भए पहिलो संशोधन कहिले भयो? कहिलेकाहीँ जोडेर सोध्न सक्छ मिति
सँग हामी जोड्न सक्छौँ। त्यसो भए हामीले पहिलो संशोधन र त्यसमा के व्यवस्था भन्ने कुरा जोड्न सक्छौँ। अलिकति हामीले जोड्ने पहिलो संशोधन 72मै भएको छ, फागुनको 16 गते 2072 11-16 गते भएको छ। यो चाहिँ पहिलो संशोधन हो। पहिलो संशोधन यसको थोरै जानकारी मात्र राख्नुहोला। यो संविधानको पहिलो संशोधन हो, मतलब केही कुरा त्यहाँ परिवर्तन गरिएको भन्ने कुरा हामी जोड्न सक्छौँ। धारा 42, 84, 286 विशेष गरी 3वटा धारालाई यसले के गरेको छ त संशोधनसँग जोडेको छ। त्यसै गरी दोस्रो संशोधन एउटै कुराका लागि गरिएको थियो, नेपालको नक्सा नयाँ रूपमा सार्वजनिक अथवा चुच्चे नक्सा सहितको चाहिँ नक्सा जारी गर्नका लागि भन्न सक्छौँ। त्यसो भए त्यो निशाना छापमा जोडेर चेन्ज गर्ने कुरासँग थियो। दोस्रो संशोधन कहिले महत्त्वपूर्ण हुन सक्छ परीक्षाका लागि, नेपालको संविधान दोस्रो पटक कहिले संशोधन भयो भन्न सक्छ 2077 असारको 4 गते 3 महिना 4 गते भयो। यो के को लागि त भन्दाखेरि चुच्चे नक्सा सहितको निशाना छापसँग नक्सा जारी गर्नका लागि भन्न सक्छौँ। त्यसो भए अब संविधानसँग हामीले जोडेर हेर्दै गर्दाखेरि यी दुईटा कुरालाई जोड्न सक्छौँ संशोधनका कुरासँग जोडेर। ठिक छ। अब यो संविधानसँग जोड्दै गर्दाखेरि हामीले कति भाग, कति धारा, कति अनुसूची भन्न सक्छौँ। यो संविधानसँग विशेष गरी 35 भाग लेख्नुहोस् त, 35 भाग 308 धारा 9 अनुसूची रहेका छन्। यो संविधान एकदम यो चाहिँ सङ्घीयतासँग जोडिएर आएको संविधान भन्न सक्छौँ। 35 भाग 308 धारा र 9वटा अनुसूचीसँग जोडिएको संविधानको रूपमा हामी अहिलेको वर्तमान संविधानलाई लिन सक्छौँ। र यो संविधान अहिले हामीले जुन सङ्घीयताको मुलुक भन्छौँ त्योसँग बढी जोडिएर आउने गर्छ। यसका केही मूलभूत क्षेत्रलाई हामी अलिकति जोडेर हेर्छौँ। त्यसपछि हामीलाई अलिक बढी प्रश्न सोध्न सक्ने क्षेत्र मौलिक हकसँग जोडिएर अगाडि बढ्नेछौँ। जति पनि साथीहरू हामीसँग अहिले लाइभमा जोडिनु भएको छ, सबै साथीहरूलाई मैले एकदमै स्वागत गरेँ। हामी 3 एजुकेसन नेटवर्कको अनलाइन लर्निङ प्लेटफर्मसँग जोडिएर तपाईँहरूसँग सहजीकरणमा जोडिएका छौँ। विशेष गरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको विज्ञापन प्रकाशन गरिसकेको छ। त्यही विज्ञापन केन्द्रित भएर हामीले तयारी कक्षालाई अगाडि बढाइरहेका छौँ। नियमित रूपमा कक्षा भइरहेको छ। साथीहरू एकदमै आफ्नो तयारीलाई जोरदारका साथ अगाडि बढाउन सक्नुहुन्छ। अब बिहान चाहिँ हामीले शिक्षा खण्डको कक्षा 5 बजेदेखिबाट 6:30 बजेसम्म छ। जिकेको क्लास आइयो, लगातार रूपमा तपाईँहरूको क्लास भइरहेको छ। बेलैमा जोडिन सक्नुहुन्छ। हामी अलिकति संविधानसँग जोडिएर यो संविधानले गरेका मूलभूत व्यवस्थासँग जोडिएर अगाडि बढ्न सक्छौँ। त्यसो भए लेख्नुहोस् नोट भनेर संविधानसँग जोडेर हामी नोटसँग जोड्न सक्छौँ। त्यसो भए संविधानसँग हामीले जोडेर अलिकति ठ्याक्कै हामीलाई बढी सोध्ने भनेको चाहिँ मैले अघि नै पनि भने तपाईँहरूलाई, हामीलाई अलिक बढी जोडेर सोध्ने भनेको चाहिँ अलिकति मौलिक हक, राज्यका निर्देशक सिद्धान्तबाट हो, अनुसूचीबाट पनि बरु सोध्न सक्छ, शिक्षालाई अझ विशेष मानेर। तैपनि हामी अलिक केही त्यस्ता प्लस इन्फर्मेसनहरू हेर्नेछौँ। संविधान के हो त भन्दाखेरि संविधान देशको मूल कानुन हो भनेर लेखिएको छ। संविधान देशको मूल कानुन हो, मूल कानुन हो भनिएको छ। संविधानलाई चाहिँ हामी मूल कानुनको रूपमा लिन सक्छौँ। संविधान देशको मूल कानुन भनिएको छ। र यो संविधान कहिलेसम्म जोडिने भन्यो भने अब यो संविधानसँग बाँझिने कानुनहरू चाहिँ बाँझियो भने मतलब त्यो दोहोरो अर्थ लाग्ने कुरासँग भयो भने बाँझिएको हकसम्म अमान्य हुने सक्छ, बाँझिएको हदसम्म अमान्य हुने गरी अगाडि बढेको छ। त्यसो भए संविधानको पालना गर्नु के हो त? संविधानको पालना गर्नु, संविधानको पालना गर्नु कसको कर्तव्य हो भन्नुहोस् त मलाई? व्यक्तिको कर्तव्य हो कि नागरिकको कर्तव्य हो कि नेपाली समुदायको हो कि कसको? कसको भन्नुहोस् त? मैले तपाईँलाई सोधेको प्रश्न हो कि। हामी संविधान त पढ्छौँ, तर के पढ्छौँ भन्ने कुरा हो क्या।
संविधानलाई कसले पालना गर्ने त? देशमै भएका जनताले मात्रै मान्ने हो कि अरू देशका व्यक्तिले पनि मान्ने हो कि कसले चाहिँ संविधानलाई मान्ने हो त भन्ने कुरा छ। त्यसो भए कसले मान्ने त? हामीले मान्ने कुरासँग यहाँनिर जोड्न सक्छौँ। त्यसो भए साथीहरू अहिले झुकिहाल्नु हो। संविधानको पालना गर्नु चाहिँ प्रत्येक व्यक्तिको कर्तव्य हो क्या। विदेशबाट आएकोले म नेपालको संविधान मान्दिनँ जेसुकै गर भन्न त पाइएन नि, होइन? त्यसैले प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ संविधानको पालना गर्नु। प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ, कर्तव्य हुनेछ। अनि हामीले बुझ्न सक्छौँ संविधानलाई पालना गर्नु चाहिँ प्रत्येक व्यक्तिको कर्तव्य हो। विदेशबाट आएकाले म नेपालको संविधान मान्दिनँ हो, म आफ्नै देशको मान्छु भनेर भन्दा नेपालको पेरिफेरीमा आएपछि नेपालको कानुन मान्नुपर्छ। त्यसलाई हामी के भन्छौँ? संविधान पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ। के चाहिँ नेपाली जनता भन्यो भने राजकीय सत्ता र सार्वभौम सत्ता चाहिँ। त्यसो भए लेख्नुहोस् नेपालको राजकीय सत्ता, राजकीय सत्ता र सार्वभौम सत्ता कसमा निहित हुनेछ? नेपाली जनतामा निहित हुनेछ। यो चाहिँ नेपाली जनतामा निहित हुनेछ, निहित हुनेछ। त्यसो भए नेपालको राजकीय सत्ता र सार्वभौम सत्तासँग जोड्ने कुरा बालिकाजी है, अब चाहिँ त्योभन्दा बढी थाहा पाउने। त्यसो भए नेपालसँग हामीले जोडेर हेर्ने हो भने नेपाल कस्तोबाट भन्ने कुरासँग जोड्न सक्छौँ। नेपाल कस्तो भन्दाखेरि हामी के भन्छौँ? नेपाल कस्तो मुलुक हो? जहिले पनि समाजवाद उन्मुख भनेर सुन्नुहुन्छ नि, नेताहरूले भाषण गर्नेलाई पनि समाजवाद उन्मुख लोकतान्त्रिक सङ्घीय, मतलब त्यो कहाँ छ त भन्दा संविधानमा लेखेको छ क्या। त्यसो भए नेपाल कस्तो मुलुक हो त भन्दाखेरि हामी के भन्न सक्छौँ? धर्मनिरपेक्ष। लेख्नुहोस् त, नेपाल चाहिँ धर्मनिरपेक्ष, ठिक छ, समावेशी। नेपाल कस्तो छ त भन्न खोजेको क्या। त्यसो भए हामी के भन्छौँ? लोकतान्त्रिक समाजवाद उन्मुख भन्न सक्छौँ। लोकतान्त्रिक समाजवाद उन्मुख, समाजवाद उन्मुख, सङ्घीय गणतन्त्रात्मक भन्छौँ। लोकतान्त्रिक समाजवाद उन्मुख के त गणतन्त्रात्मक भन्छौँ हामी। त्यसो भए सङ्घीय लोकतान्त्रिक भन्न सक्छौँ। त्यसो भए लोकतान्त्रिक समाजवाद उन्मुख, ठिक छ। सङ्घीय के हो त? गणतन्त्रात्मक राज्य भन्न सक्छौँ। त्यसो भए समाजवाद उन्मुख हामी सङ्घीय गणतन्त्रात्मक राज्य, राज्य भनेको व्यवस्थापन सञ्चालन गर्ने कुरा, राष्ट्रकै राज्य चाहिँ गणतन्त्रात्मक राज्यसँग हामी जोड्न सक्छौँ। यही कुरा संविधानमा लेखेको भएर, ठिक छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक भन्छ, मैले यहाँ लेख्ने होला जोस्। यो भनेको नेपाल चाहिँ के हो त भन्दा एउटा स्वतन्त्र अविभाज्य सार्वभौम सत्ताले सम्पन्न धर्मनिरपेक्ष, त्यो धार्मिक स्वतन्त्रताका कुराहरू यसमा जोडेको छ। समावेशी लोकतान्त्रिक समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक भन्छ क्या, यहाँ तलमाथि भयो होला। जस सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक भन्छौँ, यहाँ ठ्याक्कै लेख्नु अलिकति त्यो प्याटर्न बिग्रियो होला, तपाईँहरूले मिलाएर बुझ्नु होला है त, ठिक छ। त्यसो भए सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भन्नु। अब हामीले जोड्ने हो भने नेपालमा कतिवटा चिज तहसँग जोड्यो त भन्यो भने यहाँ कुरा बुझ्ने है। एकात्मक शासन थियो पहिला, एकात्मक शासन थियो, एक तन्त्रीय थियो क्या, एक पक्षबाट मात्रै केन्द्रित थियो। अहिले हामीसँग सरकार अथवा तह भन्यो भने तह कतिवटा भन्यो भने सङ्घीय शासन बित्तिकै विकेन्द्रीकृत अवधारणासँग जोडिएर अगाडि बढ्यो। कतिवटा भन्दाखेरि 3वटा तह छ हामीसँग, ठिक छ। यही कुरा संविधानमा लेखिदिएको भएर हामीले के भन्छौँ त? सङ्घ, प्रदेश, स्थानीय तह भन्छौँ। त्यसो भए हामी यसलाई के मान्न सक्छौँ? सङ्घीय सङ्घ, प्रदेश प्रादेशिक र स्थानीय तह गरेर हामीसँग 3वटा तह रहेका छन्। तह त 3वटा छन्। सङ्घीय शासन प्रणालीलाई जोड्नका लागि तहगत व्यवस्था गरिएको हो। त्यसो भए हामीसँग कतिवटा सरकार छन् मलाई भन्नुहोस् त? हामीले सरकारका कुरा गऱ्यौँ भने कतिवटा सरकार छन् त हामीसँग?
छन् होला नि सर भनेर त पाइएन नि प्रभु। कतिवटा छन् यस्तो विचार गर्नुहोस् त। 3वटा त्यो त तह हो, तह हो। सरकारसँग जोड्ने हो भने गुड, एकदम राम्रो। कस्तो राम्रो साथीहरूको तयारी, एकदम गुड। एउटा होइन नि कल्पनाजी, कहाँ एउटा, एउटा होइन नि। सरकार भनेको हामीसँग कतिवटा छ त? 761वटा सरकार छ। के भन्नुहुन्छ सरले? 761वटा सरकार। हिसाब गरौँ न त। त्यसो भए एउटा के हो हामीसँग? सङ्घीय सरकार। एउटा सङ्घीय सरकार प्लस प्लस त गर्नु पर्यो। एउटा सङ्घीय सरकार, 7वटा प्रदेश सरकार। एउटा होइन नि सरकार भनेको हामीसँग कतिवटा छ त? स्थानीय सरकार प्लस त गर्नु पर्यो। एउटा सङ्घीय सरकारको 7वटा प्रदेश सरकार। एउटा होइन नि सरकार स्थानीय सरकार। ठिक छ, प्लस त गर्नु पर्यो। एउटा सङ्घीय सरकार फेरि वडा सङ्ख्या जोडेर फेरि हजारमा निकाल्नु। एउटा होइन नि सरकार हजारमा निकाल्न पाइएन। ठिक छ, यसरी प्लस त गर्नु पर्यो। फेरि वडा सङ्ख्या जोडेर फेरि हजारमा निकाल्नु। एउटा होइन नि सरकार निकाल्न पाइएन। जानकारी गराउँछु, बुक आयो आएन, कहाँ के अनुसन्धान भएको छ, त्यसरी प्लस त गर्नु पर्यो। फेरि वडा सङ्ख्या जोडेर फेरि हजारमा निकाल्नु। निकाल्न पाइएन। एकदम बृहत तरिकाले अगाडि बढाउनको लागि सहज यसरी प्लस त गर्नु।
सम्झिनलाई सजिलो हुन्छ भन्ने कुरा। त्यसो भए यहाँ कतिवटा त 21 अब 22 22 यो सबैभन्दा त म 35 21 25 22 15 भनेर पढ्छु भने पनि ओके, तर त्यसरी भन्दा यसरी हेऱ्यौँ भने अलि सजिलो होला कि भन्ने कुरा हो होइन। सम्झिनलाई पनि सजिलो भयो नि त। अब सङ्घ प्रदेश स्थानीय होइन जोड्दाखेरि फ्याट सोध्यो भने स्थानीय भने ल कति भन्नुपर्ने स्थानीय 22 किनभने 21 22 आइडिया बुझ्नुभयो। त्यति सम्झिने तरिका ट्याग सोध्यो भने यो चाहिँ हो नि त सर भन्ने हुन्छ नि त। ओके, त्यसो भए शिक्षासँग जोडेर मैले हेरेको छु अधिकारका कुरा जोड्ने भए के छन् त सङ्घको अधिकार के भन्न सक्छौँ। त्यसो भए यहाँ केन्द्रीय विश्वविद्यालय के पर्छ भन्ने कुरा म थोरै लेखिदिन्छु है। त्यहाँ केन्द्रीय विश्वविद्यालय लेख्नुहोस् त, केन्द्रीय विश्वविद्यालय, केन्द्रीय विश्वविद्यालय, केन्द्रीय प्रज्ञा प्रतिष्ठान, केन्द्रीय अब सबै कुरा यहाँ केसँग जोडिन्छ त केन्द्रीयसँग जोडिन्छ। त्यसो भए केन्द्रीय पुस्तकालय ठिक छ, केन्द्रीय पुस्तकालय भनेपछि हामीले बुझ्न सक्छौँ केन्द्रीय विश्वविद्यालय, केन्द्रीय पुस्तकालय होइन, केन्द्रीय प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालय मापदण्ड नियमन भन्छ। ठिक छ, विश्वविद्यालय मापदण्ड नियमन तपाईँले विश्वविद्यालय सम्झिए पुगिहाल्छ। विश्वविद्यालय मापदण्ड नियमन, विश्वविद्यालय मापदण्ड नियमन भन्छ। यसो सम्झिनुहोस् न केन्द्रीय तीनटा छन्, सङ्घले त केन्द्रीय नै हेर्छ कसरी रट्ने भन्नुभएको छ। जुममा प्रब्लम भयो भनेदेखि त छुट्टै कुरा भयो है पद्माजी। जुममा समस्या भयो छुट्टै कुरा, लाइभमा चाहिँ जुममा त छैन होला समस्या। छ त साथीहरू हामीसँग जुममा जोडिनु भएको साथीहरू, लाइभमा चाहिँ आवाज काटिएर आएको छ भन्नुहुन्छ। लाइभ अब एकछिन मात्रै हुन्छ होला, फेरि धेरै लामो पनि लाइभ हुँदैन होला। ओके, सङ्घको भन्ने बित्तिकै केन्द्रीय भनेर बुझ्ने क्या। केन्द्रीय हामीसँग के छ त भन्ने कुरा हो। केन्द्रीय विश्वविद्यालय, केन्द्रीय पुस्तकालय, केन्द्रीय खालको चाहिँ त्यो विश्वविद्यालय मापदण्डसँग जोड्न सक्छौँ हामी होइन, केन्द्रीय पुस्तकालय यसरी हामी जोड्न सक्छौँ। अब प्रदेशको जोड्ने हो भने, प्रदेशको जोड्ने हो भने प्रदेश विश्वविद्यालय होइन, सजिलोसँग छ केही छैन एकदम। त्यो बात कस्तो राम्रो, प्रदेश विश्वविद्यालय। अब प्रदेश विश्वविद्यालय कसको भन्यो भने सजिलोसँग बुझिहाल्नुहुन्छ नि, प्रदेश विश्वविद्यालय भन्ने प्रदेशको, प्रदेश विश्वविद्यालय ठिक छ। अब उच्च शिक्षा, उच्च शिक्षा अनि के छ त भन्दाखेरि यसमा चाहिँ पुस्तकालय र सङ्ग्रहालय, पुस्तकालय र सङ्ग्रहालय। मेरो अझै अलिक टाइट टाइट गरेर लेखेर नबुझ्नु भयो होला, मैले बोलेको सुन्ने। ओके, त्यसो भए प्रदेश विश्वविद्यालय त कन्ट्रोल गर्नै परेन। उच्च शिक्षा भनेको +2 भन्दा माथिको लेभलको पढाइलाई हामी उच्च शिक्षा भन्छौँ, पुस्तकालय सङ्ग्रहालय। तर केन्द्रीय पुस्तकालय भन्छ केन्द्रसँग जोड्छौँ हामी, केन्द्रीय पुस्तकालय भन्छ केन्द्रसँग जोड्छौँ, मात्र पुस्तकालय र सङ्ग्रहालय भन्छ प्रदेशसँग जोड्छौँ। फेरि स्थानीय तहका काम कर्तव्य अधिकार 23वटा बुदाभित्र गएर खोज्ने हो भने फेरि हामीले के भन्छौँ त स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय पुस्तकालय भन्यो भने फेरि स्थानीय तहको मात्र पुस्तकालय भन्यो भने ओडाको फेरि त्यो कुरा हामीले स्थानीय सरकारमा अलिक क्लियरसँग हेरिसकेका छौँ। सङ्घ र प्रदेशको दुवैमा शिक्षा भन्ने त्यस्तो भयङ्करै कुरा त छैन, तर वैज्ञानिक अनुसन्धान विज्ञान प्रविधि मानव संसाधन भन्छौँ। त्यसो भए मैले त्यति धेरै जोडिनँ, मानव संसाधनसँग जोड्छु। ठिक छ, यहाँ के छ त मानव संसाधन, मानव संसाधन त्यति महत्त्वपूर्ण छैन है, कहिलेकाहीँ छँदै छैन भन्दा मानव संसाधन भन्ने कुरा चाहिँ छ भन्न सक्छौँ। मानव संसाधन वैज्ञानिक अनुसन्धान भन्छ, मैले त्यसलाई यहाँ त्यति धेरै जोडिनँ। स्थानीय तहको 22वटा अधिकार, सर 23वटा भन्छन् त त्यो के हो भन्नु होला। म अन्तिममा जोड्छु हेमाजी, पहिला
के त भन्ने जान्नु पर्यो नि त। त्यही भएर मानव संसाधन भन्ने कुरा प्रदेशको हो। अब हामीले निर्वाचित हुने स्थानीयको हेर्ने हो भने त्यो 22वटा भने के छ। त जोजिता वै सिकन्दर 23वटा चाहिँ के त, 23वटा भनेको यही 22वटा मध्ये 8 नम्बरमा शिक्षाको व्यवस्था छ। त्यही कुरालाई व्याख्या गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन 2074 मा भएका बुदा चाहिँ 23वटा हो। तपाईँ 22 र 23 मा कन्फ्युज हुनुहुन्छ, नो कन्फ्युज, कुरा बुझ्ने है। त्यसो भने 22वटा मध्ये हाम्रो के त भन्दा हामी आमा शिक्षा भन्छौँ नि, स्थानीय आमा शिक्षा भन्छौँ होइन। स्थानीय आमा शिक्षा अधिकार संविधानले दिएको भनेको 22वटा मध्ये 8 नम्बरमा छ। अहिले म नम्बर पनि भनिदिन्छु। आमा शिक्षा त्यो भनेको आधारभूत र माध्यमिक शिक्षा, आधारभूत र माध्यमिक शिक्षा। भोलि जोडा मिलाउने गरी सोध्न सक्छ, आधारभूत र माध्यमिक शिक्षा, जसलाई हामी आमा शिक्षा भन्न सक्छौँ। अब आधारभूत र माध्यमिक शिक्षा, आमा शिक्षा भन्यो। अब अन्तिममा भनेको पखेसी है। अब अन्तिममा चाहिँ पर्खिनु पर्यो नि त। अन्तिममा चाहिँ पखेसी, मलाई पखेसी भन्नु खोजेको। कल्पना चाहिँ हामी एमसिक्यूको क्लासमा गरौँला है त, ल कस्तो सोध्छ भन्ने कुरा। अन्तिममा पखेसी भनेको छ क्या। 8 नम्बरमा आमा आइहाल्यो। 8 नम्बर भनेको मतलब फेरि 22वटा मध्येको 8 नम्बर भनेको मैले, अब यता पनि 8 नम्बर छ फेरि, अझ सजिलै भइहाल्यो होइन। पखेसी भनेको छ। त्यसो भए पखेसी के हो त भन्दाखेरि अन्तिममा पखेसी है त, हामी सम्झिन सक्छौँ। अन्तिममा मलाई पखेसी है, पर्खिनुहोस् भन्दाखेरि अन्तिममा पखेसी, पखेसी भनेको पत्र पत्रिका, खेलकुद र शिक्षा, मात्र शिक्षा। आधारभूत र माध्यमिक भन्छ स्थानीय तहको, पत्र पत्रिका खेलकुद शिक्षा भन्छ स्थानीय तहको। त्यसो भए उच्च शिक्षा भन्छ प्रदेशको। अब विश्वविद्यालय जुट्छ सङ्घको। यसरी हामी जोड्न सक्छौँ। अब कुन कुन नम्बरमा त त्यो भनौँ न संविधानको अनुसूचीमा राख्दाखेरि त्यस नम्बर राख्दाखेरि कतिमा त, जस्तो 15वटा भन्यो हामीले होइन, त्यसै गरी चाहिँ अब हामीले यहाँ 22वटा भन्यो, कहीँ 25वटा भन्यो, त्यो मध्ये कति नम्बरमा त छ शिक्षा भन्ने कुरा चाहिँ कति नम्बरमा भन्न सक्नुहुन्छ। नम्बरलाई एकदम सजिलोसँग हामी बुझ्न सक्छौँ। ओके, सङ्घकोमा हेर्ने हो भने 15 नम्बरमा, ठिक छ। नम्बर कति भन्नु खोजेको, 15 नम्बरमा छ यो 15। त्यसरी नम्बरै भनेर त सोध्दैन, सोध्यो भने यताको मात्रै हो, यो एकदम नसोध्ने मध्येबाट हो कतिवटा भन्ने कुरा, ठिक छ। त्यसो भने यहाँ 8 नम्बर, यहाँ 22 नम्बर, यहाँ 8 नम्बरमा। 8 नम्बरको त कुरा कति सजिलो, स्थानीय तहको अधिकार पनि 8 नम्बरमा, 8 नम्बरको पनि 8 नम्बरमा चाहिँ शिक्षा छ भन्न खोजेको, ठिक छ। 15, 8, 22, 8 अन्तिममा छ 2। यो लास्टको जरुरी छैन। 15, 8, 22, 8, 2 भन्छौँ, 15, 8, 22, 8, 2। तर यसलाई नसम्झिने, त्यति महत्त्वका साथ हामी यसलाई जोड्नु जरुरी छैन। मात्र कुरा के जोड्नु जरुरी छ, कुन अधिकारमा शिक्षाको कुन पर्छ भन्न खोजेको। त्यसो हामीले स्थानीयको अलिकति हेर्ने, आधारभूत र माध्यमिक तहको शिक्षा कसको अधिकार भनिदिन्छ, कसको हो, स्थानीय तहको। अब एकपटक सर र म साथीहरूलाई समरी गरिदिन्छु। पखेसी 9को हो भन्नुभएको छ एकदमै। अन्तिममा पखेसी भनेको छु मैले 9को, पत्र पत्रिका खेलकुद र शिक्षा। एकपटक मात्र हेर्नुहोस्, संविधानसँग हामीसँग 9वटा अनुसूची छन्। 5 नम्बर अनुसूचीमा सङ्घको अधिकार सूची छ। सङ्घको अधिकार सूचीभित्र 35वटा बुदाहरू छन्, 35वटा क्षेत्रहरू छन्। ती 35वटा क्षेत्रहरूमध्ये 15 नम्बरमा हाम्रो यहाँ सम्झनाजीले सोध्नु भएको छ। 15 नम्बरमा चाहिँ के छ त, विश्वविद्यालय मापदण्ड, केन्द्रीय विश्वविद्यालय प्रज्ञा प्रतिष्ठान, केन्द्रीय पुस्तकालय भनेर चाहिँ 15 नम्बरमा राखेको छ। यो 15लाई त्यति धेरै ध्यान नदिनुहोस् है, मात्र 35वटा छ। त्यो भित्रमा शिक्षाको कुरा यो छ भनेर बुझ्ने। प्रदेशको अधिकार 21वटा छ, जसमा प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, सङ्ग्रहालय छ। यो भित्र भएको कुरा मध्ये 8 नम्बरमा छ कि बुझ्नुभयो। अब बुझ्नुभयो। त्यसो मैले अरू भनिरहनु परेन। सङ्घ र प्रदेशमा भनेको चाहिँ अब वैज्ञानिक अनुसन्धान भन्छ, मानव संसाधनका कुराहरू गर्छ। स्थानीय तह भनेदेखि आधारभूत र माध्यमिक, यसमा 22वटा छन्। 23वटा चाहिँ के त भन्यो भने स्थानीय सरकार सञ्चालन ऐनमा आधारभूत र माध्यमिक शिक्षाका लागि व्याख्या गर्नको लागि कतिवटा बुदाको व्यवस्था भन्यो भने त्यो चाहिँ 23वटा हो। त्यो चाहिँ 23वटा हो। ल सर कुन चाहिँ 23, कुन चाहिँ के, कुरा क्लियर छ।
क्लियर कुरालाई धेरै क्लियर गरिरहनु पर्दैन होइन। यति बुझ्ने साथीहरू भएपछि त कुरा सकियो नि होइन। ल ओके, मानव संसाधन कुनमा भन्नुभएको साथीहरूलाई बुझ्न गाह्रो भयो म यसको चाहिँ अलिकति सर्टकट नोट पठाइदिउँला। यहाँनिर मानव संसाधन भनेको ठ्याक्कै यहाँ पऱ्यो कि सङ्घ र प्रदेशको कल्पनाजी 23 को फेरि भन्नु 23 भनेको चाहिँ संविधानको 22वटा अधिकार के त कसका स्थानीय तहका। स्थानीय तहका 22वटा मध्ये 8 नम्बरमा छ आधारभूत र माध्यमिक शिक्षा। आधारभूत र माध्यमिक शिक्षालाई व्याख्या गर्ने गरी चाहिँ आधारभूत र माध्यमिक शिक्षाका बुँदा कतिवटा हुनु भने यसका बुँदा चाहिँ 23वटा छन् के। कहाँ छ स्थानीय सरकारमा छ के। स्थानीय सरकार सञ्चालन ऐनको 11 जमा छ भन्छौँ नि त्यो कुरा हो। बुझ्नुभयो कि नै। स्थानीय तहको अधिकार सूची कति संविधान अनुसार 22वटा कुरा सक्यो। 22वटा भित्र 8 नम्बरमा छ आधारभूत र माध्यमिक शिक्षा। आधारभूत र माध्यमिक शिक्षाका बुँदा कति भन्यो भने 23। नबुझिने कुरै छैन। पखेसीकोमा 2 भनेको अरे नेहाजी कुरा कसरी बुझ्नुहोस् भन्दाखेरि यो 2 भनेको चाहिँ 15वटा अधिकार छन् सङ्घ प्रदेश स्थानीय तिनटैको साझामा पर्ने। त्यो भित्रको जाँदाखेरि दोस्रो नम्बरमा छ भने अघि प्रभुजी बक्सी प्रभु पखेसी भनेको खै बुझेकै भएन नि यसरी त गाह्रो भइहाल्यो नि प्रभु। ओके ल यहाँसम्म कुराकानी ठिक छ, गुड छ, गजब छ कि छैन। खै सर गजब त हुन्थ्यो के अरे के हो भन्नु होला फेरि। ओके छ पख भनेको ठिक छ। पख भनेको इक्जाममा पनि पख भनेर बसेर त पाइएन नि त। इक्जाममा चाहिँ पख होइन चल भन्नु पऱ्यो क्या होइन। ल साथीहरूले चाहिँ संविधान भनेको अब हामीलाई इक्जाममा सोध्नलाई बनाएको होइन नि त। साथीहरूले बुझ्नु हुने क्या संविधान हामीलाई पढ्नलाई बनाएको हो र त्यत्रो दुःख गरेर संविधान सभाको त्यत्रो निर्वाचन गरेर हामीलाई पढ्नलाई बनाएको होइन क्या। हामीले पढ्नु परेर इक्जाममा सोध्नु परेर कुरो बिग्रिएको जानकारी त राख्नुपर्छ। ओके ल गुड कस्तो राम्रो अगाडि बढ्न सक्छौँ। मौलिक हक र कर्तव्य। मौलिक हक मात्रै छैन क्या एउटा कर्तव्य भन्ने कुरा पनि छ। त्यसो लेख्नुहोस् त मौलिक हक र कर्तव्य एकदम इम्पोर्टेन्ट है। मौलिक हक र कर्तव्य सर कसरी कण्ठ गर्ने भन्नुहुन्छ। अब तपाईँ कण्ठै गरेर दौडिनलाई त्यति धेरै जरुरी भएन। वकिल होइनौँ हामी, मात्र जानकारी राख्ने हो। अब भोलि शिक्षा सम्बन्धी चाहिँ तपाईँ उल्टो सुल्टो तलमाथि जताबाट भए पनि जान्नुपर्छ धारा 31 चाहिँ। किनभने त्यो भोलि तपाईँलाई चाहिँ प्रासतिर गएर सेकेन्ड पेपरतिर पनि लेख्नलाई काम लाग्छ। सबै कुरो जोड्न सक्छौँ हामी। होइन भनेदेखि हामीले त्यति धेरै जोडेर हेर्नु पर्दैन। त्यो धेरै हामीले जोडेर हेर्नु पर्दैन। त्यसो भने हामीले के बुझ्न सक्छौँ भन्दाखेरि मौलिक हक र कर्तव्य हाम्रो संविधानको भाग कतिमा छ भन्नुहोस् त मलाई। मौलिक हक मात्रै छैन है फेरि भाग 3मा के छ भन्यो भने हाम्रो 8 बजेसम्म हुन्छ। भाग कतिमा छ त 3मा छ। त्यसो भए मौलिक हक र कर्तव्य हाम्रो संविधानको भाग 3मा छ। भाग 3 धारा कतिदेखि कतिसम्म छ कतिदेखि कतिसम्म छ भन्नुहोस् त। धारा भाग 3 हो। भाग 3 भनेको हामीले 35 भाग भनेको छ नि। भाग 3 भागमा आउँछ 16देखि कतिसम्म 46सम्म। त्यसो लेख्नुहोस् त यो कतिसम्म फैलिएको छ भने हामी 16देखि धारा 16देखि 46सम्म कतिवटा हुन्छ रे साँच्ची भोलि भन्दै होला। भाग 3मा कतिवटा धारा छन् भनेर 16देखि 46 कसरी यो म्याथमेटिक्स छ अलिकति झुकेला सर 30वटा भन्नुलाई 32वटा मात्र कतिवटा त 31वटा मौलिक हक छ। त्यसो भए 16देखि 46सम्म 31वटा मौलिक हक छ। मौलिक हक रहेको छ। अब यो मौलिक हकको कुरा हामीले जोड्दाखेरि आधारभूत हकसँग पनि हामीलाई जोड्न सक्छौँ। अहिलेको संविधानसँग हामीले जोडेर 31वटा मौलिक हक भए 33वटा कसरी आए त भन्दाखेरि सुन्नुहोस् है। नेपालको अन्तरिम संविधान भन्ने थियो 2063मा। हाम्रो 72 आउनुभन्दा अगाडि अन्तरिम संविधान 2063 थियो। त्यसमा कतिवटा मौलिक हक थिए कोही साथीले अलिकति यसो हिस्ट्री हेर्ने सन्दर्भमा हेर्नु भएको छ। सन्तोष सरले पुरै यसको चिरफार गरेर पढाइसक्नु भएको छ। यसो याद छ 63मा कतिवटा तपाईँले संवैधानिक विकास क्रममा कहीँ इतिहाससँग जोडेर हेर्नुभयो होला थाहा छ। गुड सुमन सर कस्तो राम्रो
21वटा हो। 21वटा थियो अन्तरिम संविधान 2063मा। त्यो 21वटा मध्ये अहिले हामीसँग कतिवटा थप भए त? 10वटा थप भए। लेख्नुपर्छ? पर्दैन होला, पर्दैन होला, बुझि भइहाल्छ। 10वटा मौलिक हक थप भए, 10वटा थप हुँदाखेरि टोटल्ली नयाँ थपियो कति? परिमार्जित भएर थपियो कति? टोटल्ली एकदम नयाँ नै भनेर थपियो क्या, जस्तो पहिला थिएन अहिले थपियो भन्न खोजे क्या। त्यसो भए हामीसँग पूर्ण रूपमा थपिएका कति भन्यो भने पूर्ण रूपमा थपिएका धेरै छन्, 7वटा। लेखौँ? ओके ल, ओके ल, ओके ठिक छ, हस् म लेखिदिन्छु ल। थप भएका मौलिक हक, खासै त्यस्तो जरुरी त होइन, त्यही भएर मौलिक हक 10वटा, 10वटामा पनि 10वटामा पनि पूर्ण रूपमा नयाँ भन्यो भने 7वटा, परिमार्जित भन्यो भने परिमार्जित गरेर राखिदिएको भन्यो भने 3वटा भन्छ। जस्तो टोटल्ली नयाँ कुन कुन भन्ने कुरा पर्दैन, म नोटमा पठाइदिउँला। के छ हाम्रो लाइभमा जोडिनुभएका साथीहरू? ठिक छ नि? अहिले अहिले बोलेको बुझिएको छ? हाम्रो विनय सरले लेख्दै हुनुहुन्छ, ओके ल। त्यसो भए जस्तो सम्मानपूर्वक बाँच्न पाउने हक, अपराध पीडित भन्छौँ, दलित भन्छौँ, यी चाहिँ के हो त? पूर्ण रूपमा थपिएका हुन्। अलिकति संशोधन गरेर परिवर्तन गरेर थपेको भनेर सञ्चार, भाषा र स्वास्थ्य भन्छौँ, 3टा। त्यसलाई हामीले त्यति धेरै जोड्नु परेन। पूर्ण रूपमा 7वटा, परिमार्जित 3टा भन्छौँ। मौलिक हक धारा 16देखि 46सम्म छ। हामीलाई नम्बर मात्र लेखाइदिनु न भन्नुभएको छ। हे प्रभु प्रभु प्रभु, के गर्ने त? पर्दैन कि त्यति गहिराइमा नजाउँ न हो साथीहरू। ओके ल, त्यतिसम्म नजाउँ कि, यति मात्रै बुझौँ कि। ओके। ठिक छ जी, लेखौँ न भन्दै हुनुहुन्छ। ओके ल, म कति नम्बर धाराको मात्रै भनिदिन्छु त्यसो भए। ठिक छ, पूर्ण रूपमा भएको 7वटा चाहिँ कुन कुन भन्यो भने 7वटा। अब तपाईँलाई म पुरै त लेखिदिन्न, ठिक छ? 16, 21, 36, 37। अब नम्बर कति पर्छ आफै बुझ्ने। ठिक छ, 16, 21, 36, 37, अरू कुन कुन होला? 40, 41, 44, 40, 41, 44। अब यसभित्रको पनि लेखाउन सर भने खोज्ने, यो मौलिक हकको कुरा। त्यसो भए 19, 32, 35, 19, 32, 35, यो चाहिँ 3वटा। ल, जिद्दी गरिहाल्नु त्यही भएर। अब के हो सर यो भन्नुलाई फेरि लेख्छुपछि, सर 16 नम्बरमा कुन मौलिक हक छ भन्नु नसोध्नुहोस् है। अब नसोधेर के गर्ने त सर भन्नु होला। अब सम्झिने धारा 16 भनेको सम्मानपूर्वक 16, 21, 36, ठिक छ, 37, 40, 41, 44सँग हामी जोड्न सक्छौँ। कसरी सम्झिने सर? छोडिदिनुहोस्। यी थप भएका 10वटा धारा हुन्। यी मध्येमा 7वटा चाहिँ के हुन् त? टोटल्ली नयाँ हुन्। 3वटा चाहिँ के हुन् त? परिवर्तित गरेर आएका। अब सुन्नुहोस् है, तपाईँलाई 31वटा नै मौलिक हक कति नम्बरको धारामा आउँछ भन्ने कुरा आउँछ? कति नम्बरमा कुन भनेर फ्याट सोध्यो भने ट्याक्क आउँछ। हो, अब यहाँनिर यो कथा बनाएर के गरेर गीत बनाएर होइन मान्छेले सम्झ्या हुन्छन्। हाम्रो निशाजीले सम्झिने होइन, मैले सम्झिने, धेरैले सम्झिने लगभग त्यही नै हो तरिका। मैले पनि त्यसै गरी सम्झेको छु। त्यो भनेको कसरी त भन्दा मौलिक हक कसरी सम्झे? अगाडि अगाडिको टाउका काटेर हो। ठिक छ, 16देखि 46सम्मको अगाडिको टाउका काट्ने। ठिक छ, निलम्बनका कुरा हामी जोड्दै जाउँला, केही छैन, सबै कुरा जोड्छौँ। ठ्याट्ट सोध्यो भने ट्याक्क के आउने भन्ने कुरा छ। त्यो भनेको चाहिँ त्यही हो होइन। ससो ससन्या अयानी छुस दासु गोसो सो सिबारो श्रम सखा होइन, आम बाध जेसा साउदे भनेर गर्ने हो। अथवा कसरी सम्झिनुहुन्छ तपाईँले सम्झिने, यी सबै सम्झिनुपर्छ त जरुरी छैन। यी मध्येमा केही त्यस्ता मुख्य मुख्य मौलिक हकहरू छन् जसलाई तपाईँले सम्झिनै पर्छ होइन। धारा 16देखि 46सम्ममा केही त्यस्ता मुख्य मौलिक हकहरू छन् जसलाई तपाईँले सम्झिनै पर्छ। भोलि परीक्षामा कति नम्बरमा भनेर सोधिन सक्छ। त्यसो भने केही त्यस्ता मुख्य मौलिक हकहरू हामी लेख्नेछौँ। ठिक छ, ओके ल। त्यसो भने हामी सबै चाहिँ लेख्दैनौँ है, जरुरी छैन। लेखौँ त लौ मौलिक हक।
मौलिक हक 16 16बाट सुरु भएको छ 16 भन्छौँ। त्यसो भए स भनेको छ नि त, के भनेको छ स। त्यसो भए सम्मानपूर्वक बाँच्न पाउने हक, सम्मानपूर्वक बाँच्न पाउने हक, पाउने हक। पहिला त बाँच्न पाउनु पर्यो, 16 नम्बरमा बाँच्न पाउने। ठिक छ। पुण्डरिक सर एकदम सबैले लगभग धेरैले सम्झेको त्यसै गरी हो क्या, त्यही ससो ससना ऐने छुस दासु गोसु भनेको त्यो भएपछि अलिकति ठ्याक्क सम्झिन सजिलो। तर केही त्यस्ता मौलिक हकहरू छन् जुन तपाईँले कुनै सूत्रै नलगाइकन सजिलैसँग सम्झिनुपर्छ, सम्झिन सक्छौँ। त्यसो भए सुरुमा बाँच्ने भन्छौँ। बाँच्नेमा कतिवटा छ त? 2वटा छ। यसमा कतिवटा छ? 2टा उपधारा छ। स सो भन्छौँ। स पछि सो आयो। सो भनेको स्वतन्त्रता होइन, स्वतन्त्रताको हक, स्वतन्त्रताको हक। यसभित्र उपधारा कतिवटा, त्यसै कतिवटा भनेर त लगभग सोध्दैन होला, तैपनि हामी जान्न सक्छौँ 6वटा। स सो स सूत्र मात्र लगाएर त भएन, सुरुको स कि त्यसपछिको स भन्ने। त्यसो भए समानताको हक, समानताको हक। ठिक छ। स सो स फेरि सर सम्मान पहिला कि समान पहिला भन्नुभयो भने सम्मान पहिला, सम्मानपूर्वक बाँच्ने भन्न खोजेँ। नागरिकता त भाग 2मा भइहाल्यो, त्यो जरुरी भएन क्या यहाँनिर। भनेपछि सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक भन्छ। समानताको हक कतिवटा त? 5वटा। अब हामीले अरू धेरै जोडिरहनु पर्दैन। अब स सो स पछि के त भन्यो भने समानता, त्यसपछि सञ्चार होइन, न्याय होइन, अपराधसँग जोड्दै जान सक्छौँ हामी। यसरी क्रमशः जोड्दै जान सक्छौँ। तपाईँले लगभग बुझ्नु नै भएको छ, त्यस्तो गाह्रो अप्ठ्यारो कुरा भएन। त्यसो भए हामीसँग सम्पत्ति भन्छौँ। सम्पत्ति कतिमा भन्नुहोस् त मलाई? सम्पत्तिको हक, सम्पत्तिको हक, सम्पत्तिको हक पाउन 25 पैसा पनि नभएको मान्छेसँग सम्पत्तिको हक चाहिन्छ होइन, 25 पैसा पनि छैन। ठिक छ, जसरी भयो नि सम्झिनु पर्यो। 25 पैसा पनि नभएपछि सम्पत्तिको हक खोज्न जानु परेन। 25 पैसा पनि छैन भने सम्पत्तिको हक खोज्न जानु परेन। 18 भनेको समानता कि, ए 17 भएछ। हे प्रभु, यो 18 नै, यहाँ 17 18। ठिक छ। 25 पैसा पनि नभएपछि के हुन्छ त? मान्छेले सम्पत्ति खोज्छ। 25 पैसै नभएपछि सम्पत्ति खोज्छ। त्यसो भए 25मा सम्पत्तिको हक, सम्पत्तिको हक, 25मा सम्पत्तिको हक। अब अरू कुरा जोड्दै जाउँला। 27मा के छ हामीसँग? सूचनाको हक। 27मा सूचना, सूचनाको हक होइन, 27मा सूचना, सासु भनेर सम्झिने क्या। 27 सूचना सासु होइन। ओके, 27 सासु मतलब 27 ससु भनेपछि सासु भनेर सम्झिनु सजिलो भयो क्या। सम्झिने एउटा तरिका त हो नि। हामीले अब भोलि परीक्षामा कति नम्बरमा भने त्यसरी अलिकति जोडेर सोध्न सक्छ। अब हामीले मेन जान्नुपर्ने भनेको चाहिँ हाम्रो आदरणीय धारा 31, आदरणीय धारा 31। हामी भोलि हेर्छौँ के पर्छ भन्ने कुरा। शिक्षा सम्बन्धी हक, शिक्षा सम्बन्धी हक। यसको त के सूत्र लगाउने होइन, बिना सूत्रै जान्नुहुन्छ। कतिवटा छ त भन्यो भने 5वटा उपधारा छ 31मा। अब अरूलाई हामीले चाहिँ धेरै जोड्नु पर्दैन। अब पछाडिका कुरा अलिकति बढी महत्त्वपूर्ण छन्। त्यो पछाडिको भनेको कुन त भन्दाखेरि 38, 39, 40। धारा 38। एकजना महिला चाहिँ पानी लिन गएकी खोलामा होइन, भिरबाट झरिन्छन् क्या। अनि रुखको उसमा हाँगामा अड्केर बसिरहेछन् क्या। अनि मान्छेले यसो हेरेर ए अड्केकी महिला हो भनेर भनिदिएछन् कि, होइन अड्केकी हो नि त मान्छे त त्यहाँनिर भिरमा। सम्झिनु भने त अलिकति भनेपछि 38 अड्केको क्या महिला। अब पुरुष भइदा अब अड्केको पुरुष भन्नु त पुरुषको छैन, नभएपछि के भन्ने त नि? त्यसो भए महिलाको हक, महिलाको हक। को महिला? अड्केकी महिला, मतलब 38 भन्नु खोजेँ। ठिक छ। कतिवटा त महिलाको कतिवटा छन् हक चाहिएको छ? महिलाको हक छ 39। त्यही महिलाको बच्चा त हो नि, बालबालिकाको हक, बालबालिकाको हक। ठिक छ।
हक कतिवटा छन्? 10वटा छ। 40 दलितको हक। दलितको हक कतिवटा छ? 7वटा छ। 7वटा छ। महिलाको बच्चा बालबालिका भएर अन्तिममा दलित भन्छौँ। 40 दलित भयो। यसरी हामी जोड्न सक्छौँ। अब अरू अब अन्तिममा 46मा कुन भनेर संवैधानिक उपचार भन्छौँ। उपचार गर्नुभन्दा अगाडि के गर्ने त? देश निकाल। त्योभन्दा अगाडि उपभोक्ता, त्योभन्दा अगाडि सामाजिक सुरक्षा भन्छौँ। त्यसरी चाहिँ हामी जोड्न सक्छौँ। अलिकति बढी चाहिँ हामीले यी हकहरूलाई जोडेर हेर्न सक्छौँ। हेर्ने बित्तिकै ट्याक ट्याक मिलाउन सक्छौँ। मिलाउनु पर्छ, सजिलो छ। ठिक छ। ल अब 42मा हेर्नुहोस् के छ त भन्दा 42मा सानै, 42 सानै हो। त्यो सानै भनेको सामाजिक न्याय 42मा सानै छ। यसरी चाहिँ हामीले सम्झिन सक्छौँ। त्यति धेरै झन्झट मानेर सम्झिनु भन्ने त छैन। तर यसो हेर्दै जाँदाखेरि हामीले बुझ्न सक्छौँ। त्यस्तो गाह्रो पनि छैन र यी चाहिँ अलिक बढी सोध्ने सम्भावनासँग जोड्न सक्छौँ। ल, यसरी चाहिँ हामी के गर्न सक्छौँ त? संविधानको पाटासँग जोडिएर हामीले छलफल गर्न सक्छौँ। हामीले आज अलिकति सुरु मात्रै गरेको, भित्रबाट सोध्छ, एकदम सोध्छ। टाइम छैन नि त आज, हामी भोलि हेर्छौँ। हामी भोलि हेर्छौँ एकदम डिटेलमा। अब भोलि बिहानको हाम्रो जे छ रेगुलर सेड्युल, त्यसैमा क्लास हुन्छ। बेलुकाको टाइममा हामी संविधानलाई जोडेर हेर्छौँ। ठिक छ। विद्यालय क्षेत्र योजना पनि यसो हुन सक्छ। यसो रेकर्डेडमा हेर्नु भने भेटिएला सृजनाजी। मर्निङमा हुन्छ। आज चाहिँ डिस्टर्ब भयो मेरो, होइन? आज डिस्टर्ब भयो। अब सर बिबिएस गरेको र मावि लाइसेन्स भएकोले पाउँछ कि नै भन्नुभएको छ। त तोकिएको पूर्णाङ्क पुग्नु पर्यो है। तोकिएको विषयमा तपाईँको पूर्णाङ्क पुग्नु पर्यो। नपाइने भन्ने त कुरा भएन। तपाईँले कुन विषयमा दिने त्यसको पूर्णाङ्क चाहिँ पुग्नु पर्यो है त। ठिक छ। ल, अरू त्यस्तो केही केही छ साथीहरूलाई जिज्ञासा? ल, रेकर्डेड भिडियो मिल्छ। सर सुरुको स्लाइड देखाइदिनुहोस् न भन्नुभएको छ। अब साथीहरूले अब रेगुलर क्लासमा जोइन हुन सक्नुहुन्छ। एकदम टाइम कम छ। 1 इयर बिएड गरेको भन्नु छ होइन? त्यही त 1 इयर त चाहियो नि त। 1 इयर गरेको हुनु पर्यो। तपाईँसँग त कुन विषय छ भन्ने कुरा हो कि। ल, मर्निङको क्लास कहिलेसम्म हुन्छ भन्नुभएको छ। मर्निङको क्लास माविसम्म फिडब्याक हुन्छ। 5 गतेसम्म भनेर छ। 4 गतेसम्म हामी फिडब्याकसँग जोडिन्छौँ। अब हामीसँग शिक्षाको 2टा फिडब्याक गर्न पाइन्छ। त्यसपछि हामी ऐन कानुन संविधान सबैको फिडब्याकसँग जोड्छौँ। बिहानको कक्षा, बेलुकाको यही भइहाल्यो। र फेरि हामी माविको सकिएपछि निमाविको फेरि बिहानको टाइममा शिक्षाको डिटेल कन्टेन्ट वाइज क्लास अगाडि बढ्छ। ओके, ल, सेकेन्ड स्लाइड हुनुभएको छ। ओके, ठिक छ। कुरा बुझ्दै हुनुहुन्छ नि प्रभु? क्युआर भन्नुभएको छ, स्क्रिनसट गर्नुहोस् न। यति अल्छी पनि नबनाऊ। बिहान कति बजे हुनुहुन्छ? बिहान 5 बजेबाट है त। रेगुलर रूपमा क्लास भइरहेको छ। साथीहरू एकदम जोडिन सक्नुहुन्छ। छुटेको क्लासहरू रेकर्डेडबाट हेर्न सक्नुहुन्छ तत्काल हेर्ने भए। पछि हामी कोर्स कन्टेन्टमै अगाडि बढिहाल्छौँ। त्यस्तो गाह्रो हुँदैन। हामी अलिकति पढेपछि तपाईँलाई एकदम